नमस्ते साथीहरू, यस जोक्सिया टिप्स युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि म नयाँ विषयवस्तुको साथमा उपस्थित भएको छु। यस भिडियोलाई अन्तिमसम्म हेरी लाइक, शेयर, सब्स्क्राइब र नजिकै रहेको बेल आइकन दबाउन नभुल्नुहोला। आजको विषयवस्तु रहेको छ नेपालका केही नदीहरूको किनारमा रहेका स्थानहरू। यो पनि महत्त्वपूर्ण छ साथीहरू। विभिन्न जोक्सियाको परीक्षामा धेरै पटक सोधिसकेको छ, राम्रोसँग अध्ययन गर्नुहोला। काठमाडौँ, बागमती, धनुषा, हर्दीनाथ, तुलसीपुर, पातु खोला, 12 विषय, भोटेकोशी, तौलिहौवा, बाणगंगा, बराहा क्षेत्र, कोशी, कोकाहा, बेसी सहर, मस्याङदी, त्यसैगरी साथीहरू चौरजहारी, ठुलीभेरी, पोखरा, सेती, विराटनगर, बक्राहा, केसल्या, सिङ्गिया, गमगढी, मुगु, कर्णाली, दमौली, मादी, चामे, नारखोला, मस्याङरी, दुनै, ठुलोभेरी, त्यसैगरी बारा, लालबकैया, महेन्द्रनगर, महाकाली, आबु खैरेनी, मस्याङदी, भद्रपुर, मेची, टुम्लिङटार, अरुण खोला, अरुण नदी र सभा खोला, दमक, रतुवा, कुस्मा, कालीगण्डकी र मोदी, जुम्ला, तिला, धनगढी, मोहना, वीरेन्द्रनगर, निकास खोला, मन्थली, तामाकोशी, बुटोल, भैरवा, तिनाउ नदी, भरतपुर, नारायणी। आजको भिडियोमा यति नै साथीहरू। यस्तै नयाँ विषयवस्तुको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथै नजिकै रहेको बेल आइकन पनि दबाउन नभुल्नुहोला। धन्यवाद।